हेलो गाइज गुड मर्निङ वेलकम टु माई ब्लग अनि सबैजनालाई ह्याप्पी तिहार। आज चाहिँ हाम्रो घरमा तिहारको लागि के पाक्छ अनि तिहार कसरी मनाउँछौँ, तिहारमा हामी कसरी रेडी हुन्छौँ भन्ने चाहिँ मेरो फुल भिडियोमा आउँछ। सबैजनाले फुल भिडियो हेर्नु होला। गाइज हाम्रो चाहिँ अहिले माछा तार्ने कार्यक्रम भइरहेको छ। माछा धेरै छ। हाम्रो कुकम्यान चाहिँ यता भइसक्छ। गाइज हाम्रो चाहिँ माछा रेडी भइसक्यो। अब हाम्रो रोस्टको पालो छ अनि माछा करी पनि भइसक्यो। यो माछा करी, यो माछा फ्राई, यो रोस्टको लागि हाम्रो कुकम्यान। हेलो ह्याप्पी तिहार। गाई चाहिँ हामी सुन्दरी चाहिँ रोटी हाल्दैछ। उसले चाहिँ होइन हातले हाल्न सिक्दैछ। हो धेरै नढल्का हो। अनि उसले यस्तो राम्रो रोटी पोल्दैछ है गाइस। तपाईँहरू पनि आउनुहोस्। काँडेदार रोटी काँडेदार गाइस। अब चाहिँ म माला उन्न लगाएको। हाम्रो चाहिँ यहाँ फुल रेडी भइसक्यो। गाइज म के लाउने कन्फ्युज भइसक्यो। कुर्ता लाउने कि साडी लाउनु भने ठिक्क परेको। तर मेरो नेवारी सेटै छैन कि, न झुम्का छ न केही छ, न कानमा न घाँटीमा केही ल्याएको छैन। सबै काठमाडौँमै छोडेको हो। के लाउँछु फिक्स नै थाहा छैन मलाई। के लाउँ भने कन्फ्युज भइरहेको छु। साडी लाउनको लागि रेडी भएको छु, फेरि कुर्ता लाउनु मन लाग्यो। गाइज हामी चाहिँ मारी मिलाउँदैछौँ, बनाउँदैछौँ। दिदीले मारी बनाउँदैछ। त्यहाँ चाहिँ अजीले सामान मिलाउँदै हुनुहुन्छ। म चाहिँ यहाँ भिडियो बनाउँदैछु। गाइज हाम्रो चाहिँ बनाइदिइन लाग्यो। अब एउटा बाँकी छ, त्यो दिदीले बनाउँदैछ। गाइज हाम्रो चाहिँ सुरु भइसक्यो टिका लाउनलाई। हाम्रो चाहिँ राति टिका लाउने कार्यक्रम हुन्छ। ओ तेरो स्यामसङ मोबाइल गाई बोल्दै हुनुहुन्छ। म पनि रेडी भइसकेँ, टिका लाउन पनि रेडी भइसक्यो। तपाईँ देखाउनु न पहिला। म चाहिँ दाइलाई भिडियो कलमा देखाउँदैछु गाइज। गाइज यहाँ चाहिँ मेरो अजा अनि कान्छा अजा, त्यसपछि यहाँ चाहिँ मेरो ड्याडी हुनुहुन्छ। हेलो ड्याडी। अनि यहाँ चाहिँ मेरो दुईटा भाइ छन्। ड्याडी पछि दुईटा दाइको पालो आउँथ्यो, तर दुईटा दाइ विदेश हुनुहुन्छ, त्यही भएर भाइको पालो आयो। नत्र भाइ यता छेउमा हुन्थ्यो, दाइ बिचमा। अनि यहाँ चाहिँ लक्ष्मी मिलाउँदैछ। अनि विदेशमा हुनेहरूसँग चाहिँ कलमा बोल्दै हुनुहुन्छ। गाइज हाम्रो चाहिँ तेल लगाएपछि अनि टिका लगाउँछौँ सप्तरङ्गी। मेरो पालो आयो तर क्यामेरा कसले समाइन्छ नि थाहा छैन। हाम्रो चाहिँ अजीको पालो टिका लाउने। मेरो चाहिँ जहिले टिका लाउने पालो लास्टमा आउँछ, किनकि म कान्छी हो नि त। कस्तो ब्लर आयो कालो भएर हो कि। अनि पोहा लाउने
गाइस दिदीको पालो टिका लाउने टिका लाउने पालो सान भाइको हैन भाइ भाइको पालो टिका लगाउने हो त्यसै जापानिज ल्याङ्ग्वेज पढे कसरी मास्टर हुने भन्नु कसले भने एउटा आशिष दिएको थियो के कुन देश जान नि ल्याङ्ग्वेज पढे डक्टर भनेर हैन जापान जाने कोरियन भाषा पढे जापान जाओस् दाइ पाती सर आइपुग्यो रे है हो सानो बनायो नि ल ल फेरि पटका पड्का देख्ने बित्तिकै यहाँ खाटमुनि आएर लुकिहा गाइस ला 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 कहाँ के भयो पुन्टे जाऊ 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 के भयो जाऊ अर्को चाहिँ निस्किँदैन अब घरबाट पटका पड्का देखेपछि डराइसक्यो हामी चाहिँ यो पटका पड्काउनको लागि यहाँ ढुङ्गा खोजेर ल्याउँदैछौँ ए तारमा हुँदैन भाइ अलि यता छेउमा तारमा जाला रे एकैचोटि तारमा त हुँदैन गाइस हाम्रो चाहिँ यहाँ भाग्देर टिका फर्काउने बेला भइरहेको छ टिका फर्काउने अनि कति रहेछ 5 बाट आयो क्या यत्रो बुझ सत्य गयो यत्रो भाव पनि अझ 5 सत्यका हो ल देऊ न देऊ ह्याटे छोड देऊ टिका लगाइदिने मैले पो लाएछ अहिले हो त भने मैले बक्बर देखे भने त उनी सबै हाँसेर सानो पनि रोक्सिरा तला ला लक्ष्मीलाई टिका लाउनु भनेर दिएको आज आफैले लाउनु भयो म त आफूलाई अहिले अनि हुन्छु पछि मलाई चाहिँ सपोर्ट दिनु है पिरीले त मामा आशीर्वाद म अहिले 1000 दिन्छु मलाई पछि भिता सापटी दिनु है भने भाइ यस्तो छ टिकाला टुमा परि जस्तो छ टुमा पर्यो जम्मा टुमा परेर म फाइभमा परिन त बाजेहरूले भने हौ के थाहा कोही कानीले लाउँदैन बिहारीमा पहिला जान्छ होला ढोग्न पाइँदैन है बाउले हाम्रो 1000 2000 भनेर बोला न नानी राम्रोसँग पढ्ने आमा बाउले दिएको पैसा जम्मा गरेर क्रस फायर किन्ने युट्युब च्यानल राम्रो बनाउने बाउ आमालाई राम्ररी पाल्ने बयफ्रेन्ड बनाउने कि नबनाउने बनाए पनि देखाएर बनाउने बयफ्रेन्ड बनाए पनि देखाएर बनाउने
गाइज यसको भागमा त 4वटा अन्डा आहा त आम्मामा फेरि क्रस फायर किन्ने मान्छे नि त हो नि त सबैको भागमा 4-4वटा आउँदो रहेछ त हाम्रो भागमा त एउटा नै आउँदैन जस्तै सबैले 4-4वटा कहाँ हाल्यो प्लिज तर म मिली हाल्नुपर्छ है यो तल दिँदा मलाई दिँदा गाइज कस्तो लोभी रहेछ यार मेरो भाइ त अघि बराबर खाने भने कस्तो कुरा गरेको एउटा मात्रै दिन्छ फाइनली गाइज हाम्रो चाहिँ टिका लगाएर पनि सकिसक्यो अनि हजुरको तिहार कस्तो भयो कमेन्ट गर्नु होला अनि थ्याङ्क यू फर वाचिङ गाइज भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला अनि नेक्स्ट भिडियोमा भेटौँला बाई बाई